लक्ष्य एकदमै टाढा लागिरहेको छ, तर त्यही पनि अगाडि बढ्नको लागि एक कोसिस अझै गर्नु। बाटो अँध्यारो लागिरहेको छ, उज्यालो बनेर एक कोसिस अझै गर्नु। अनि कोही मान्छेहरूले भन्छन् होइन त गर्न सक्दैनै, त्यति बेला एक कोसिस झनै गर्नु। कोसिस गर्दा गर्दै यु विल बी एचिभ योर गोल, यु विल बी एचिभ योर सक्सेस। त्यति बेला मान्छेहरू थाहा पाउँछन् कोसिसको पावर के हुन्छ। सिर्फ हामीहरूले कामलाई चाहिँ स्टार्ट गर्नुपर्छ होइन। केही नयाँ कुराहरू चाहिँ हामीहरू चाहिँ एक्सप्लोर गरेपछि केही नयाँ कुराहरू चाहिँ हामीहरू चाहिँ एक्सपिरियन्स गर्न पाउँछौँ, अनुभव मिल्छ हामीहरूलाई। त्यही भएर जीवनमा चाहिँ अगाडि बढ्नको लागि चाहिँ ट्राई गर्न, प्रयास गर्नुपर्ने एकदमै जरुरी छ। आफ्नो चाहिँ हामीहरूले चाहिँ नयाँ अनुभवहरू लाग्छौँ, नयाँ अब हामीहरूलाई चाहिँ केही कुराहरू सिक्छौँ होइन। त्यही भएर ट्राई गर्न कहिले नछोड्नु होला, ट्राई गर्न सधैँभरि सिकेर अगाडि बढ्दै गर्नु होला। आजको लागि चाहिँ यति नै। हस्त।